हेलो स्टुडेन्ट, आज म तिमीहरूलाई लिएर आउँदैछु क्लास 10 को जेनरल म्याथ को क्वेशन नम्बर 5 एक्सरसाइज 1.1 को। यो भन्दा अगाडिको भिडियोमा मैले क्वेशन नम्बर 4 को गरिदिएको थिएँ है। सेम त्यही क्वेशन नम्बर 4 को जस्तै हो यो क्वेशन नम्बर 5। अन्ली यहाँ के छ भने घनफल भनेर छ। क्वेशन म पढिदिँदैछु, तिमीहरूले किताब पल्टाएर हेर त। क्वेशन नम्बर 4 र 5 मिलाई हेर। क्वेशन प्राय एउटै छ। के छ भने क्वेशन नम्बर 4 मा छ युक्लिडर विभाजन प्रमेय का व्यवहार गरी देखुवा जे जी कोनो जोगात्मक अखण्ड अंख्यार घन वर्गफल त छ। वर्ग है थाइसेम नाइबा थाइसेम प्लस 1 आरिर छ। तर यहाँ के छ भने एउटै हो। युक्लिडर विभाजन प्रमेय का व्यवहार गरी देखुवा जे जोगात्मक अखण्ड अंख्यार घनफल टु 9m बा 9m प्लस 1 बा 9m प्लस 8 आर हियर। अर्थात यहाँ छ म वर्गफलको ठाउँमा यहाँ घनफल छ। घनफल भनेको के हो? क्यूब। इंग्रजीमा भनिन्छ क्यूब। सपोज एउटा केही संख्या लिए a भने त्यसको क्यूबलाई घनफल भनिन्छ। अर्थात हामीले यहाँ देखाउनु पर्छ जी कोनो जोगात्मक अखण्ड संख्याको घनफल क्यूब 9m बा 9m प्लस 1 बा 9m प्लस 8 आरही को भनेर। त्यसको लागि हामी एउटै हो प्रोसेस, सोलुसन प्रोसेस सेम। हेर यहाँ हामीले संख्या लियौं a टा जी कोनो जोगात्मक अखण्ड अंख्या आरु b इक्वल टु 3 हो। अब यो a र 3 माथि युक्लिडर विभाजन प्रमेय का व्यवहार गरी पाऊँ गर्दाखेरि के भेटिन्छ भने a इक्वल टु थाइस क्यूब प्लस r जत 0 लेस देन इक्वल टु r लेस देन 3 अर्थात r को मान 0 बा 0 भन्दा ठुलो 3 भन्दा सानो। अर्थात के हुन्छ भने r को मान के हुन्छ त भन्दाखेरि r इक्वल टु 0 बा 1 बा के हुन्छ 2 हुन्छ। 0 1 बा 2 हुन्छ। र त्यसैले नै अब 0 लियौं भने के हुन्छ त r भनेको 0 लियो भने के हुन्छ यो यहाँबाट a इक्वल टु थाइस क्यूब प्लस 0 अर्थात थाइस क्यूब हो। r भनेको 1 लियौं भने के हुन्छ भन्दाखेरि थाइस क्यूब प्लस 1 थाइस क्यूब प्लस r को ठाउँमा 1 र के हुन्छ थाइस क्यूब प्लस r को मान 2 लियो भने थाइस क्यूब प्लस 2। अर्थात यो हामीले के गर्यौं भने जी कोनो जोगात्मक अखण्ड अंख्या के थाइस क्यूब बा थाइस क्यूब प्लस 1 बा थाइस क्यूब प्लस 2 आदि प्रकार गरिब पारी हो। अब तर हामीलाई चाहिएको छ के भने घनफल है चाहिएको छ, क्यूब चाहिएको छ। अर्थात हामी के गर्ने भने यी तीनटा भेट्यो एल ए यो तीनटा जी कोनो एउटामा प्रकाश गर्न सकिन्छ। त्यसमा हामी एउटा एउटा गरी क्यूब गरी हेर्ने र अहिले मैले लिए यति a इक्वल टु थाइस क्यूब हले a इक्वल थाइस क्यूब भयो भने के हुन्छ त्यसलाई क्यूब गर्ने a क्यूब इक्वल टु थाइस क्यूब होल क्यूब बोथ साइड क्यूब गरियो घनफल गरियो। गर्दाखेरि थाइस क्यूब होल क्यूब भने के हो? थाइस क्यूब भनेको थाइस क्यूब तीनटा पूर्ण गर्दा कति हुन्छ? 3 तीनटा पूर्ण गर्दा 3 3 गुण 9 9 3 गुण 27 हुन्छ 27 अनि क्यूब को क्यूब है। तर हामीलाई के चाहिन्छ भन्दाखेरि 9m बा 9m प्लस 1 बा 9m प्लस 8 चाहिन्छ। 9m 9 को गुणितक हिसाबले प्रकाश गर्नुपर्छ। त्यसैले मैले 27 लाई के लेखे भन्दाखेरि 27 नलेखेर 9 पूरण 3 लेखे एउटै हैन। 9 पूरण 3 क्यूब 27 लाई मैले 9 पूरण 3 क्यूब हिसाबले लेखे भन्दाखेरि अहिले 9 निस्किहाल्यो। अहिले यतिलाई यो एउटा कुनै अखण्ड संख्या हो र यतिलाई हामीले m भनेर लिने। हामीलाई m चाहिएको छ जेतु m गतिके 9m भइहाल्यो जहाँ थाइस क्यूब भनेको m भनेर लियो कोनोबाट अखण्ड अंख्या हो। अर्थात a इक्वल थाइस क्यूब हो भने के त्यसको घनफल के भयो त भन्दाखेरि 9m भयो हो। अब a इक्वल थाइस क्यूब प्लस 1 लिने यो भयो है। a इक्वल थाइस क्यूब गरियो a क्यूब बता 9m भेट्यो। अब a लिने a भनेको थाइस क्यूब प्लस 1 लिने a इक्वल थाइस क्यूब प्लस 1 हले a क्यूब इक्वल थाइस क्यूब प्लस 1 होल क्यूब गरियो हो। अब यो थाइस क्यूब प्लस 1 होल क्यूबलाई हामीले के गरियो भने a प्लस b होल क्यूब सूत्रमा भाङ्गियो a प्लस b होल क्यूब
भनेको के हो a प्लस b होल क्यूब भनेको a क्यूब प्लस 3a स्क्वायर b प्लस 3ab स्क्वायर प्लस b क्यूब हो यो उत्तर माग्यो a भनेको थाइस क्यूब b भनेको 1 सोचेर गर त लु a क्यूब प्लस थाइस a स्क्वायर b प्लस थाइस a b सरी b स्क्वायर प्लस 1 क्यूब हो त्यहाँबाट यसलाई के भयो थाइस क्यूब होल क्यूब भनेको 27 क्यूब क्यूब यो पूरण गर 3 3 गुण 9 3 गुण 27 क्यूब स्क्वायर 1 गुण क्यूब स्क्वायर त्यही नै भयो यो 3 3 गुण 9 9 क्यूब 1 स्क्वायर भनेको 1 नै हो त्यही कारण 3 3 गुण 9 9 क्यूब प्लस 1 क्यूब भनेको 1 हो अब यी तीनटाबाट हेर त यो तीनटाबाट के भइराछ यो तीनटाबाट भने 9 कमन गइरहेको छ हो त्यही कारण हामी 9 कमन लियौं 9 कमन लिँदा के हुन्छ 9 ले 27 लाई 3 बार क्यूब क्यूब प्लस 9 ले 27 लाई 3 बार क्यूब स्क्वायर प्लस 9 ले 9 क्यूब लाई क्यूब बार 9 कमन ग प्लस 1 रह्यो हो अहिले यी तीनटालाई एउटालाई एउटा भनेर सोच्यो यी ब्रेकेट जे दिएको छ भने यो एउटा भनेर सोच्यो र यसलाई हामीले m भनेर सोच्यो भनेपछि 9m प्लस 1 हो जहाँ थाइस क्यूब क्यूब प्लस थाइस क्यूब स्क्वायर प्लस क्यूब भनेको m लियो m भनेको g कोनो अखण्ड अंक कोनो बा अखण्ड अंक हो गतिके 9m प्लस 1 भयो हेर हामीले a इक्वल थाइस क्यूब लिँदा a क्यूब घनफल 9m भेट्यो a इक्वल थाइस क्यूब प्लस 1 लेको त्यसको घनफल क्यूब गर्दा के भेट्यो 9m प्लस 1 भेट्यो हो अब नेक्स्ट हामी के गर्ने भन्दाखेरि a इक्वल थाइस क्यूब प्लस 2 लिने अब यहाँ a इक्वल थाइस क्यूब प्लस 2 हले फेरि दुईतिर क्यूब गरियो a क्यूब इक्वल थाइस क्यूब प्लस 2 होल क्यूब यसलाई फेरि a प्लस b होल क्यूब मा भाग्यो a क्यूब प्लस थाइस a स्क्वायर b प्लस थाइस a b स्क्वायर प्लस b क्यूब हो यो भनेको 27 क्यूब क्यूब यो भनेको 3 3 गुण 9 3 गुण 27 27 2 गुण 54 54 क्यूब स्क्वायर यो 3 3 गुण 9 यो 2 स्क्वायर भनेको 4 9 4 गुण 37 क्यूब प्लस 2 क्यूब भनेको 8 हो अब फेरि यहाँबाट हेर यतिबाट फेरि यो तीनटाबाट 9 कमन गइरहेछ 9 ले सबैलाई हरण गइरहेछ त्यही कारण 9 फेरि कमन लिए 9 3 गुण 27 9 ले 54 लाई 6 बार क्यूब स्क्वायर 9 ले 36 लाई 4 क्यूब प्लस 8 यो 8 रह्यो अब फेरि यो ब्रेकेट भित्रको यतिलाई हामीले के कुनै एउटा अखण्ड अंक लिन सकिन्छ त्यसमा m भनेर लियौ 9m प्लस यति भनेको m 9m प्लस 8 जत 3 क्यूब स्क्वायर प्लस 3 क्यूब क्यूब प्लस 6 क्यूब स्क्वायर प्लस 4 क्यूब भनेको m कोनो बा अखण्ड अंक अर्थात a इक्वल थाइस क्यूब प्लस 2 हुँदा के भयो यसको घनफल 9m प्लस 8 भयो हेर हामीले सक्यो हाम्रो कन्डिसन a इक्वल थाइस क्यूब हुँदाखेरि a क्यूब घनफल 9m भयो a इक्वल थाइस क्यूब प्लस 1 हुँदाखेरि a क्यूब घनफल 9m प्लस 1 भयो अब a इक्वल थाइस क्यूब प्लस 2 हुँदाखेरि हामीको यसलाई घनफल गर्दाखेरि के निस्क्यो 9m प्लस 8 भेट्यो अर्थात g कोनो जोगात्मक अखण्ड अंख्यार घनफल तथा घनफल गर्दा क्यूब गर्दाखेरि के भेट्यो त 9m कि त 9m प्लस 1 कि त 9m प्लस 8 भेट्यो अर्थात के भयो भने g कोनो जोगात्मक अखण्ड अंख्यार घनफल तो 9m बा 9m प्लस 1 बा 9 प्लस 8 आर हियर है कतिको हामी लेख्न सक्छौं यतिकै के लेख्न सक्छौं यतिकै देखा गल जे g कोनो जोगात्मक अखण्ड अंख्यार घनफल तो 9m बा 9m प्लस 1 बा 9m प्लस 8 आर हियर है हो बुझ्यौ नि हैन यो हामीहरुको सोर्ट देखुवा हल हामीहरुको सोलुसन सक्यो यति